सेम प्रोडक्ट मैले 450 मा भर्खरै सोधेर आएको यहाँ चाहिँ 590 So today I'm going to show you guys what I can actually do in Dallas. So hello and welcome. This is my day 2 of vlogging and I hope you guys liked my first video. घरबेटी अनि दुईवटा केही बाटो भेट्यो यहीँबाट त्यसमा लगिदिनु पऱ्यो हल्का होइन सायद गाडी कति हिँड्यो यार स्कुटरहरू त किन मलाई शान्ति देऊ न मलाई भ्लग बनाउने अलिकति आवाज कम गर तिमीहरूको यार इलेक्ट्रिक गाडी चलाउनुपर्छ क्या अरे आवाज अलिकति कम त हुन्छ कमसेकम के बोल्ने होला यत्तिका ल सुन 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 कान खोली सुन मलाई देख्ने सपना नबना तिमी आउँछौ कि अर्कै गरौँ दामी हो दामी सो बस हाम्रो स्कुल बस गइरहेको छ मलाई किन देखाएको कि बस गएको त गइरह यार जे सबै चुटा चलिरह मैले चाहिँ कहाँ देखाउनु अब देखाउनु पऱ्यो भने यस्तो हो ए खतरा है ल कुकुर है मैले हिजो इन्क्लुड गरेको थिएँ आई विल ट्राई टु टच ल यो त भित्र पो ओहो यो घरभित्र पो जाँदो रहेछ यार सेट त्यो घरभित्र खोला हाम्रो खोइ के गएको हो कि यत्तिकै ओ निस्क्यो 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 है गाइस निस्क्यो त्यहाँबाट ट्याक्कै लेट्स ट्राई टु टच मात्रै गाइस डर आयो अलिकति ठिक छ आज एक दिनको लागि यति नै है यो चाहिँ एउटा प्रोग्रेस हुन्छ क्या लाइक आज मैले यति गरेँ त्यसमा भोलि अलिकति योभन्दा धेरै गऱ्यो भने लाइक टोक्न चाहिँ टोक्दैन कि जे होस् मैले एक दिन अहिले मेरै बहिनीलाई है हातमा यस्तो राखेर पप्पी घरमा पालेको पप्पीलाई थुन्जाँदाखेरि त्यसले मेरो उम्लामा टोक्यो हो कि ग्र्यापै जस्ट इमेजिन मेरो बहिनीले होइन मेरो बहिनीले के गर्यो त्यो पप्पीलाई सुरुमा हात लगाएको त्यो मेरो बहिनीलाई टोक्यो कि सानी बहिनी बिचरा 3 वर्षको बहिनी थिए है त्यस्तो भयो गाइस यार यस्तो डरलाग्दो घन्टाहरू हुन्छ नि हाम्रो स्विमिङ एरिया छ है जसैलाई स्विमिङ खेल्न मन लाग्छ फ्री अफ कस्ट है यहाँ केही पनि लाग्दैन टक्क यहाँ आउने स्विमिङ खेल्ने इन्जोय गर्ने है फेरि आइसकेको छु र यहाँबाट फेरि म रोड गर्छु पिजन्स नो माय गॉड पिजन्स सरी फर डिस्टर्बिङ सरी भिडियोको लागि के गर्नुपर्छ गाइस मैले पाप गरिरहेको छु भिडियोको लागि यस्तो चाहिँ गर्नु हुँदैन तर माथि हेर्नु उभिरहनु वाह यस्तो गर्नु हुँदैन यार भिडियोको लागि सायद यहाँ मैले हिजो एउटा साप देखाएको थिएँ होपफुली आज नदेखोस् नदेखेको राम्रो यहाँबाट हाम्रो इन्ट्री हुन्छ अझै मिहिनेत गरेर ल बाबु मेरो जस्तो बडी बनाउनु खोइ यार मेरो साँच्चै भेट्दैन यार मैले लक्ष्मी कता गयो के छ दाइ आरामै Today I'm going to show you guys what I can actually do in calisthenics. I can do handstand, elbow lever, muscle up. ल यो भाइ बल्ल आयो यत्रो वेट गरेँ यत्रो कल गरेँ आमामा कहाँ थियो मलाई सो ल अब मेरो ट्रेनिङ चाहिँ सुरु हुन्छ त म सुरुमा चाहिँ ह्यान्डस्ट्यान्ड प्र्याक्टिस गर्छु है सो यदि तपाईँहरू कुनै स्किलहरू सिकिराख्नु भएको क्यालिस्थेनिकमा या फेरि सिक्न चाहनुहुन्छ भने चाहिँ जहिले पनि त्यो स्किललाई चाहिँ फर्स्ट प्रियोरिटी दिनु होला है त किनकि त्यो कारणले हजुरसँग एनर्जी हुन्छ त्यसपछि हजुरको ब्यालेन्स राम्रो हुन्छ त्यसले गर्दाखेरि हजुरको स्किलहरू चाहिँ एकदम चाँडो इम्प्रुभ हुने चान्सेस हुन्छ है त म अब आफ्नो सुकेको हड्डी देखाउन गइरहेको छु लेट्स गो नेकेड 4 सेकेन्ड ब्यालेन्स भएको एक्साइटमेन्ट यस्तो फ्लेक्स गरिदिउँ भनेको दाएर हाततिर यार अनि त्यसपछि अब यसरी नै मैले 20 देखि 30 मिनटसम्म ह्यान्ड स्ट्यान्ड प्र्याक्टिस गरेँ र अब लागौँ मसलअपतिर पुलअप गर्न जम्ला भनेको त म त गफ गर्नु पो गएछु यार त्यसपछि त्यहाँ गफ गर्दा A few moments later 2 hours later 1 eternity later अरे के बिर्से जस्तो लाग्यो ओहो सेट ह्यान्ड्स मसलअप भनेको त फेरि ह्यान्ड स्ट्यान्ड पो गर्नुपर्छ यार सेट
कस्तो 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 अक्वार्ड देख्छ नि यस्तो क्वालिटी बिट्स क्वान्टिटी है त 20 देखि 30 मिनटसम्म मैले ह्यान्डस्ट्यान्ड प्र्याक्टिस पनि गरेँ सो लेट्स मुभ टु मसल अप लेट्स डु मसल अप इट्स डे 2 अफ प्र्याक्टिसिङ मसल अप अन्टिल आई मेक इट पर्फेक्ट हेरे नि हाँसेको त्यो दाहरू मैले इङ्ग्लिस बोल्यो भन्दैमा छे यति नराम्रो छैन हौ मेरो इङ्ग्लिस लु अब यहाँ हार्नु है त झन्डै मेरो त्यहाँ आर्म फ्र्याक्चर भएन है त यस्तो सिचुएसनमा चाहिँ एकदम डरलाग्दो हुन्छ त्यसपछि अब दाइको पनि वर्कआउट सक्यो ल म जान्छु भन्नुभयो अन्त त्यसपछि मैले ल ल ल भनेर यसो हल्का फ्लेक्स गर्दै कोरियनको जस्तो बडी रे के गर्नु यार फ्यानहरू भइसक्यो सबैजना मेरो होइन अब मान्छेमा खतरा केही बेरसम्म मसल भन्नु चाहिँ अब लाग्यो अब म धेरै सक्दिनँ मेरो अब इन्जुरी हुन्छ धेरै आएन भने सो म लाग्यो अब सो मेरो पुलअप टार्गेट चाहिँ 100 थियो र मैले 10को एक सेटले 5 सेट हानेर मैले 50 पुऱ्याएँ अनि त्यसपछि मैले 8को 4 सेट हानेँ अनि त्यसपछि 5 दुईचोटि लास्टमा 5को पुलअप हानेर मैले मेरो सेट कम्प्लिट गरेँ तपाईँहरूले देख्न सक्नुहुन्छ कस्तो स्ट्रगल गरेर मैले लास्ट सेट कम्प्लिट गरेँ यहाँ हेर्नु यस्तो स्ट्रगल हात गएर स्कुल अब के गरेको थियो के गरेको थियो चिज ह्यान्डस्ट्यान्ड ठिक्क पर्यो धेरै दोस्ती गरेर थियो मलाई पुलअप मसलअप ट्राई गर होइन ह्यान्डस्ट्यान्ड हान्छु त्यसपछि जोस आउँछ अरे जे पाएँ थियो कि त्यो एकछिन रेस्ट गरेर यता भइहाल्छ उसको फेरि चटक हेरौँ है त हाम्रो चटकी लक्ष्मण त्यो चाहिँ अलिकता अरूले हो कि अलिकता हुन्छ नि फ्लेक्सिबिलिटी पुलअपकै सुरुमा हानेको चाहिँ फ्लेक्सिबल पुलअप ओए कति हानेछ त्यो भन्ने बिर्साएर कति हान्यो ऊ चाहिँ अब यस्तो गर्लफ्रेन्ड पीडित है यस्तो चाहिँ गर्लफ्रेन्ड पीडित भएको मान्छे प्लिज हाम्रो लक्ष्मणलाई एउटा लक्ष्मी खोजिदिउँ मैले त कोरको एक्सर्साइज गर्नै बिर्स्यो भने कोर मतलब मेरो एप्सको है मैले पुलअप पनि हाने सबै गरेँ होइन भोलि चाहिँ म टिप्स हान्छु चेस्टको लागि आज चाहिँ ठिक छ आज ब्याकको हाने अब कोरको एक्सन गर्ने अनि त्यसपछि दिएन्ड है एलसिट पनि हान्नु लाग्यो एक्सपिरियन्स पनि प्र्याक्टिस गर्नुहुन्छ सो यसरी नै मैले आफ्नो ट्रेनिङ गरिबसेँ त्यसपछि मेरो कोर पनि उ भयो टाइट भयो प्लस मैले आफ्नो एलसिट पनि अलिकति इम्प्रुभ गर्ने मौका पाएँ त्यसपछि मैले हल्का क्यामेरा पोजिसन चेन्ज गरेँ अनि त्यसपछि फेरि साइडतिर लागेँ मलाई यो चाहिँ एकदम बेस्ट लाग्छ है तपाईँको एप्स पनि ट्रेनिङ छ प्लस तपाईँको ह्याङ्गिङ पनि अलिकति बढ्छ कि होइन यसरी 20 चोटि चाहिँ मैले क्रन्चेसहरू गरेँ फेरि 20 क्रन्चेस अहिलेको त बाङ्गो छ मैले त्यो भर्खर नोटिस गरेँ होइन मतलब नोटिस त पहिल्यै गरिरहेको थिएँ तर अलिकति हुन्छ नि नसोचे कि जस्तो हेर्नु मेरो माथिको यहाँ छ मुनि अलिकति मुनि अर्को प्याक छ है लाइनले हुनुपर्ने छैन कि ठ्याक्कै 10-20 भयो अब निस्किन्छौँ हामी कति 8 बजीतिर आएको होला सायद 10-20 भने 2 आवर एन्ड 20 मिनट हान्यो होइन ठिक छ 2 घन्टा 20 मिनट हान्नु अब सिकेर क्यारास्टेनिकहरू मसलअपहरू हान्यो राम्रो ह्यान्डस्ट्यान्ड हान्यो भोलि चाहिँ अलिकति 360 6 होला सायद फेरि एउटा सजेसन दिनुभयो होइन फर लाइक सोल्डर अलिकति वाइड गर्नलाई सोल्डर अलिक वाइड होस् त्यसपछि लगाएर मेरो नेकको जस्तो अब यस्तो गर्दाखेरि त सोल्डर आउँछ माथि त्यसपछि यो अलिक मुनि जान्छ नि त सो यो पनि हल्का माथि ल्याउनु यो पनि ग्रो गर्नलाई चाहिँ हामीले ठ्याक्कै वाइड पुलअपहरू हान्ने त्यसपछि वाइड आर्चरहरू हान्ने बिगिनरले चाहिँ टक्क नि पुसअप र डायमन्ड पुसअप हान्दा चाहिँ एकदम बेस्ट हुन्छ है तिनीहरूको सोल्डर पनि वाइड हुँदै जान्छ प्लस यो पनि हल्का हल्का ग्रो हुँदै जान्छ
अब अलिकति राम्रो हान्नेहरूले चाहिँ वाइड पुलअप्स इज द बेस्ट टु ग्रो दिस मोर वाइडर है। अनि त्यसपछि अर्को चाहिँ केयर तपाईँहरू जिम गर्नुहुन्छ भने चाहिँ जिममा चाहिँ डम्बल उठाउने। डम्बल चाहिँ कसरी हो भने ठ्याक्क तपाईँले यहाँ राख्नुहुन्छ डम्बल, यो हात भयो, यो चाहिँ माथि गर्ने, यस्तो माथि गर्ने, यस्तो माथि उठाउने दुईवटा हातले, अनि तपाईँ ठ्याक्क यहाँ ग्रो हुन्छ। सिङ्गल डम्बल छ भने वर्क हुन्छ, एउटा सेट हान्ने मिलाएर है त। ल हाम्रो यहाँ नक्सल पार्कमा टक्क हाम्रो दिदीहरू काम गरिदिनु हुन्छ है। हाम्रो यहाँ झारहरू खानेदेखि लिएर यस्तोहरू भइरह है। ओहो केयरफुल झन्डै नलागेको यार, यस्तोहरूमा चाहिँ एकदम सफा। धन्यवाद है सर, तपाईँलाई धन्यवाद है गरिदिनु भएकोमा, धन्यवाद। राम्ररी गर्नु होला है आफ्नो काम। धन्यवाद है त हजुरहरूलाई, राम्ररी गरिदिनु होला। नेपाल बनाउनुपर्छ हजुर, हो पर्छ नेपाल बनाउनुपर्छ है गाइस। पोलहरू नगरिदिउँ, यसो सफा गरेर राखौँ है। मानिसहरूका मात्र भएर हुँदैन, जनताले नै हेरिदिनुपर्छ हो कि भन्नु त दाइ। अब सरकारले मात्रै गरेर भयो, जनताले पोल सफा राख्नु पऱ्यो नि ठाउँ होइन त। त्यही त जताभाइ त्यति खाएर नफालिदिउँ होइन। बङ हानेर आएको भएर यहीँसम्म अहिलेसम्म हेर न। अब रुम आफ्नो रुम हेर, आज के खाने थाहा छैन है। अब जाने यस्तो हेर्छु चामलहरू। नम्बर टाइम हामी कमल पोखरीमा यसो के यस्तो राम्रो गुड हेर्नलाई। यो फुलको नाम अहिलेसम्म थाहा छैन, म च्याट पनि गरिरहेको हाल्छु म। जापानिज फुल त हो, तर कुन के हो कस्तो हो नाम के हो थाहा छैन है। क्यारेट हो, क्रेटको 500 छ, क्रेटको 500 पर पिस 20 रुपियाँ अहिले एक। मेरो कान्छी उनीहरूको बल हेर्नुहोस् यहाँ यत्रो वेट उठाइन्छ 20 किलो होला। मेरो चाहिँ एकछिन छक्क परिरह एलियनदेखि क्या हो मैले। नेपाली भइसक्यो त्यो गर्नु परिहाल्छ नि यार। यो गो भएको डिलिसियस फ्रुटी पनि सक्यो। अब डस्टबिनमा फालिदिने, त्यो त्यसको रुममा एन्ट्री गर्ने। यहाँ उसले अब हाम्रो गेट खोल्छ। उसको रुम लक्ड सेट आइसक्यौँ र मैले फेरि बिर्सेँ। किन थाहा तपाईँलाई? किनकि मैले भिडियो एडिट गरिरहेको थिएँ है। सो द्याट्स वाइ यहाँ फेरि म आज देखाइरहेको। यहाँ थियो तरकारी, यहाँ थियो भात, आज दाल पनि थियो। सो यहाँ चाहिँ हामी उसको यहाँ इलेक्ट्रिक ऊ छ। सो खानाहरू यहाँ बनाइन्छ। अनि खास दाल हालिदिनु, राखिदिनु, पानी हालिदिनु दालमा थोरै, त्यो चाहिँ यत्तिकै छोपिदिनु अनि बन्द गरिदिनु ढक्कन है। खाना ठ्याक्कै पाक्ने टाइममा दाल पनि पाक्दो रहेछ। सो यो ट्रिक मलाई थाहा भयो, म पक्कै नि यो ट्रिक अब जहिले अपनाउँछु यार। दाल पनि बनाउनु, खाना पनि बनाउनु झ्याउ हुन्छ नि त। झन् 1 देखि 2 जनालाई त यो झन् एकदम पर्फेक्ट कुरा हो। चिहान जान्दाखेरि हामी अब लाऊ यो नाम कि यो लाऊ, यो नाम कि यो नाम, कुन कपडा लाम भनेर कन्फ्युज भएर आइलो। कस्तो बेजत नगर्नु, 50 चोटि धेरै सोच्छु कि आम्म यो टी सर्ट लाम कि त्यो छिटो हुन्छ नि। चाउ एउटा चिया खाना खाएको छ, म यत्तिकै हिँड्नेछु। लु यो के टी सर्ट, डोन्ट प्यानिक भन्ने टी सर्ट चाहिँ होस् अलिकता। डोन्ट प्यानिक यत्तिकै हिँड्ने चाहिँ उसलाई यो टी सर्ट लाम कि त्यो टी सर्ट, यो टी सर्ट लाम कि त्यो टी सर्ट लाम। रुम छोडेर बाहिर जानु लाग्यो। त्यहाँ अट्टा खायो एउटा राम्रो चिया दिने, यहाँ जानु भनेर। के तिमी झन् यस्तो बोलेर आउँछ, त्यो पनि हालिदिन्छु म। अनि तपाईँले योभन्दा राम्रो कुनै कहीँ पनि आउँदैन भन्नुभयो? हुन्छ कि मिल्दै? मलाई चाहिँ ठ्याक्कै यो कपाल सुताउनु छ होइन, के गरी यसले अब वर्क नै गरेन भने त म किन लिने भएर होइन। कति? 450 ए। त्यति हामीसँग कुनै जेल या फिर कुनै स्प्रे होला त, हेयर स्प्रे। यो ठ्याक्कै सुताउनु पऱ्यो कि, यो ठ्याक्कै उठिरह नि मेरो। यो चाहिँ अलिकति सुताउनु भन्ने खालको युज गर्छ कि मेरो होइन होइन। यो बिचको रातो अहिलेको तर जस्तो रातो कि यो रातोवाला चाहिँ छ नि, त्यो चाहिँ युराज भन्ने एउटा साथी। सो यहाँ चाहिँ हाम्रो 590 हो, त्यहाँ 590 छ है।
590 यो सेम स्प्रे म एकचोटि अर्को उता पसलमा पनि सोधेर आउँछु त्यसपछि है त्यो अङ्कलले चाहिँ अघि मलाई 300 समथिङ भनेर जस्तो लाग्यो म एकचोटि सुत्देर कुद्देर गएर आएँ के अरे यो हजुरले कतिमा भन्नुभएको थियो अरे यो कति 450 ए मैले 300 सुनेर ए 450 रहेछ 450 यहाँ 590 550 आउँछ सेम प्रोडक्ट मैले 450 मा भर्खरै सोधेर आएको यहाँ चाहिँ 590 रे 550 सम्म चाहिँ आउँछ है 100 रुपिस यहाँ धेरै छ हाउ लाइक तपाईले लानु भयो भने मिलाएर आउँछ होइन यो मैले हजुरले पब्लिक स्टोर होइन यो सबैजना आएर हेर्न मिल्ने खालको हजुर 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 एकछिनपछि यहाँ पानी परेर यस्तो अप्ठ्यारो भयो कि हामी एउटा ठाउँ मात्र अड्केर बस्नु पर्यो Let's go! Bam! सोच्नु होला यो मैले किन गरेको यो पागल भएको के गरिरहेछ जस्ट सी जस्ट वाच अहिले ओम भेजमा छौँ है हाम्रो यहाँको मोमो हामीले अर्डर गरिसकेको छौँ 2 प्लेट्स उसको यहाँ मेरो यहाँ छ हाम्रो मोमो अन्ली हाम्रो 55 रुपिस होइन त सर मोमो भेज मोमोको अन्ली भेजमा 55 रुपिस 5.5 देखि सुरु हुन्छ है यहाँ अफर चाहिँ अनि उसले खाइरहेछ मेरो यहाँ छ त लेट्स ट्राई है कस्तो हुँदो रहेछ यहाँ कतिको मिठो हुन्छ पुरै भिजामा हुन्छ पिसहरू पनि हेर्नु पुग्यो त्यो त्यहाँ कस्तो हुन्छ कति भने त्यहाँ पिस हामी एक प्लेट गर्छौँ पुग्यो पिसहरू राम्रो मिठो छ भेज मोमो यहाँ चाहिँ भेज बाहेक केही पाइन्न हामी फेरि लक्ष्मणले मलाई फेरि एउटा ठाउँमा ल्याइसक्यो त्यो चिया यहाँ नि खाम अब पानी त रोकेको छैन नि त कतै न कतै बस्नुपर्छ यहाँ बस्दा चिया खाम त्यसपछि निस्क्यौँ भनेर ऊ चाहिँ वासरुम गयो अनि मैले त्यस्तो भिडियोहरू बनाइदिइहालेँ हामी यहाँ छौँ ठ्याक्कै अहिले सो हामीले यो टी अर्डर गरेँ आउँदैछ त्यो यो चाहिँ सिनेमेटिक भ्यू है त म्याच यो चाहिँ हाम्रो कप अफ टी है यहाँ स्मल र बिग भन्ने हुँदो रहेछ यो चाहिँ स्मल टी हामी स्मल कपमा टी अर्को चाहिँ बिगमा हुँदो रहेछ सेट फुट ग्यास यस टेस्टी है कस्तो छ अब बुझ्नु भएन नि होइन लाइक ठिकै छ अहिलेको लागि माफी चाहन्छु है अघि धेरै तातो भएर चाहिँ मलाई हल्का अलिकति भनौँ टेस्ट नआएको अहिले चाहिँ अलिकति लाइक सेलाएछ चाहिँ मलाई ठिक छ है भयो भाइ ऊ पनि अलिक सेटिस्फाई भयो है त ल अहिले किन यस्तो गरेर साथी किन भन्नु उनी सेटिस्फाई भयो म पनि सेटिस्फाई भयो हल्का अलिक धेरै नै हट भएर कि म हट भने होइन फेरि चिया हट चाहिँ आफ्नो लागि यहाँ हाम्रो सपिङ गरेको छु है बटर ब्रेड अनि त्यसपछि एग है हाफ ब्रेड एग अनि एउटा बटर जार अनि त्यसपछि ब्रेड ओट्सको एकदम हेल्दी ब्रेड हो मैले एउटा कुरो त भुसुक्कै बिर्सेँ नि देखाउनु त यार झन् आज मैले यत्रो भनेर थिएँ मेरो कपालमा प्रब्लम छ यो लाइक उठ्या गर्छ सानो कपाल भएर भनेर सो त्यही कारणले चाहिँ मैले यो जेल किनेको छु यसको नाम चाहिँ ग्याट्स बाई WG वाटर ग्लो सफ्ट भन्ने है यसले चाहिँ अलिकति कपाल पनि वाइट गर्छ अनि त्यसपछि यो अलिकति बस्नु सजिलो भन्दा नि अलिकति लुक्स बेटर दिन्छ सो त्यही कारणले चाहिँ मैले जेल किनेको छु र अब चाहिँ साँच्चीको भयो त ल